यहाँहरू सबैजनालाई मेरो युट्युब च्यानल लेट्स क्र्याक सिइई युजीमा स्वागत गर्न चाहन्छु र आज म तपाईहरुलाई सिइई को जुन मेडिकलको फर्म छ त्यो चाहिँ कसरी फिल गर्ने त त्यसको सबै ट्युटोरियल भिडियो लिएर आएको छु। सो अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला। यदि तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने तल सब्स्क्राइब बटनमा क्लिक गरेर बेल आइकन थिच्न नबिर्सिनु होला। ओके, सो अब हामी यो भिडियो बनाउँदा चाहिँ हल्का क्वालिटी लो भएछ, त्यसको लागि चाहिँ म माफी चाहन्छु है। ओके, अन्तिमसम्म हेरेर साथ दिनु होला। ओके, विदाउट डिले अब हामी स्टार्ट गरौँ है त। ल अब चाहिँ हामी यो अस्ति यहाँसम्म मैले तपाईलाई भिडियो बनाइसकेको छु, कृपया हेर्नु होला हैन पछिल्लो भिडियोमा। ओके, जे छ अब यहाँबाट हेर्छौँ है त। अब तपाईको चाहिँ यो वेबसाइटमा जानुभयो हैन entrance.mec.gov.np मा। यसपछि तपाईले यहाँनिर नेसनलिटी भन्ने आउँछ, यसमा नेप्लिज हो भने नेप्लिज हान्नु होला, एनी विदेशी हो भने चाहिँ फरेन भन्ने हान्नु होला हैन। अब यसमा चाहिँ तपाईको भौचर नम्बरको कुरा आउँछ। भौचर नम्बर भनेको तपाईको त्यो भौचरमा भएको ट्रान्ज्याक्सन रेफरेन्स नम्बर हुन्छ, त्यसको लास्टको 6 डिजिट भनेपछि तपाईले लास्टको 6 हान्नु होला। ओके, म यहाँ हान्छु है त मेरो। यसपछि तपाईको अर्को भनेको कन्ट्याक्ट नम्बर हो र तपाईले आफ्नो कन्ट्याक्ट नम्बर हान्नु होला। र यो चाहिँ कन्फर्म गर्नु होला, चेक गर्नु होला है, राम्रोसँग चेक गर्नुपर्ने हुन्छ। ओके, यसपछि चाहिँ इमेल चाहिँ तपाईको आफ्नो जे छ त्यही हान्नु होला। ओके, ल मेरो ठिक छ हैन, मैले चाहिँ अब कन्टिन्यू गरेँ। हजुरहरूले नि कन्टिन्यूमा क्लिक गर्नु होला। यसपछि क्याटेगोरी सिलेक्सन भन्ने हुन्छ, यसमा चाहिँ तपाईले क्याटेगोरी सिलेक्सन गर्नुपर्ने हुन्छ। ओके, मेरो चाहिँ एउटा ओपन छ र अर्को भनेको मेरो चाहिँ खस आर्य भन्ने छ है। ओके, इन दुईटामा चाहिँ मैले सिलेक्ट गरेँ हैन। अब तपाईहरु यदि दलित फिमेल हुनुहुन्छ अनि फिमेल हुनुहुन्छ, जेमा पर्नुहुन्छ हैन, मुस्लिम, थारू, मधेसी, पिछडिएको, त्यो चाहिँ सम्बन्धित निकायको हैन तपाईसँग सिफारिस छ भने तपाईहरुले एप्लाई गर्न पाउनुहुनेछ। ओके, यसपछि चाहिँ अब तपाईको भनेको चाहिँ लेभल सिलेक्ट गर्नुपर्ने हुन्छ। यसमा चाहिँ अन्डर ग्रेजुएट हो, यो भन्दा अरु अप्सनै छैन। र प्रोग्राम म चाहिँ अहिले एमबीबीएस को एप्लाई गर्न गइरहेको छु। तपाईले जुन एप्लाई गर्न मन छ त्यसमा क्लिक गर्न सक्नुहुनेछ। राम्रोसँग हेरेर क्लिक गर्नु होला है त। ओके, कन्फर्म गर्नु होला सुरुमा कुन पढ्ने। ल यसपछि मैले यहाँ एमबीबीएस मा क्लिक गरेँ। यसपछि तपाईको नेम हान्नु पर्ने हुन्छ र यो भनेको अप्पर केस यानी कि क्यापिटल लेटरमा हुनुपर्ने हुन्छ। सो मेरो नाम चाहिँ ARJUN अर्जुन स्पेलिङ चाहिँ करेक्ट हान्नु होला। यदि मेरो मिडल नेम छैन हैन, त्यही भएर मैले मिडल नेम हानिन। हजुरको छ भने हजुरले हान्नु पर्ने हुन्छ। ओके, यसपछि जेन्डर भनेको हाम्रो केटा कि केटी भन्ने हो, त्यो म चाहिँ मेल हो हैन, त्यही भएर त्यो हाने। ओके, यहाँनिर तपाईले डेट अफ बर्थ हान्नु पर्ने हुन्छ, आफ्नो डेट अफ बर्थ हान्नु होला। यसपछि तपाईहरुको यो हान्न साथ तपाईको आफै इंग्लिशमा कन्भर्ट हुन्छ हैन। ओके, यो भइहाल्यो। अब आइडेन्टिफिकेसन टाइप, यदि नेपाली हो भने सिटिजनशिप अनिवार्य चाहियो हैन। अब विदेशीको लागि चाहिँ आधार कार्ड तिनीहरु छ। ओके, यसपछि यहाँ तलतिर हाम्रो के छ भन्दाखेरि सिटिजनशिप नम्बर। अब यसमा चाहिँ तपाईको सिटिजनशिप नम्बर चाहियो। सो रोक्नु है त। यसमा चाहिँ तपाईले आफ्नो सिटिजनशिप नम्बर कुन हो, त्यो नागरिकताको नम्बर जुन छ त्यसलाई चाहिँ हान्नु पर्ने हुन्छ। ओके, मेरो चाहिँ के छ भन्दाखेरि रोक्नु। ओके, मेरो चाहिँ हेर्नु पर्ने छ, रोक्नु 41 र यहाँनिर चाहिँ तपाईले आफ्नो चाहिँ हान्नु होला हैन। अब मेरो जे छ त्यही हान्छु, अलि राम्रोसँग ख्याल गरेर हान्नु होला। ओके, एकपल्ट कन्फर्म गर्नु होला हैन, यो ठीक छ छैन के छ हैन, यो चाहिँ राम्ररी। अब इस्यु भाइ कुन डिस्ट्रिक्टबाट हजुरको इस्यु भएको हैन, त्यो चाहिँ मेरो जहाँबाट बनाउनु भएको त्यहाँको हान्नु पर्ने हुन्छ। गुल्मी हो, सो मैले गुल्मी हाने। तपाईको जुन छ त्यही हान्नु होला। र इस्यु डेट भनेको चाहिँ तपाईले कहिले बनाउनु भएको हो त्यो हान्नु पर्ने हुन्छ। यो मेरो चाहिँ 2077 08 महिना 26 गते बनाएको हैन। सो मैले यो हाने। अब यो इंग्लिशमा आफै कन्भर्ट हुन्छ, यसमा चिन्ता लिनु पर्दैन तपाईहरुले। ओके, यसपछि तपाईको पर्मानेन्ट
एड्रेस डिटेल एज पर सिटिजनसिपमा सरी तपाईँको जुन छ त्यही हाल्नुपर्ने हुन्छ। अब डिस्ट्रिक्ट, सुरुमा डिस्ट्रिक्ट भनेको हाम्रो गुल्मी हो, मेरो डिस्ट्रिक्ट चाहिँ, सो मैले गुल्मी हाने। ओके, यसपछि लोकल लेभल चाहिँ अब यहाँ हुन्छ तपाईँको कुन हो त्यही सिलेक्ट गर्नु होला। मेरो चाहिँ मुसिकोट म्युनिसिपालिटी हो। वार्ड नम्बर चाहिँ कति हो भन्दाखेरि मेरो चाहिँ वार्ड नम्बर 3 हो हैन, पहिला वार्ड नम्बर 03। ओके, यसपछि स्कुल टाइप भनेको चाहिँ मेरो गभर्नमेन्ट हो। यदि तपाईँहरू प्राइभेटको हुनुहुन्छ भने तपाईँले प्राइभेट हान्नु होला। अब यसपछि चाहिँ तपाईँको एकाडेमिक क्वालिफिकेसन सिलेक्ट गर्ने अप्सन आयो। यसमा चाहिँ तपाईँको प्रिभियस क्वालिफिकेसन भनेको तपाईँले पिसिएल +2 केबाट गर्नुभएको छ हैन, त्यो हान्नुपर्ने हुन्छ। मेरो चाहिँ 10+2 इक्विभ्यालेन्ट हो, सो मैले यो हाने। यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ के भन्दाखेरि एकाडेमिक क्वालिफिकेसनमा चाहिँ यहाँ तपाईँको एड क्वालिफिकेसन लेखा हुन्छ, यसमा चाहिँ तपाईँले हाल्नुपर्ने हुन्छ। अब 10+2 और इक्विभ्यालेन्ट भन्ने हुन्छ। यसमा चाहिँ तपाईँको बोर्ड भनेको तपाईँको यानिबीको बोर्ड हो, मेरो यानिबी बोर्ड भयो हैन। पास इयर अब तपाईँ कहिले पास हुनुभयो? 2070। ओके, म कहिले पास भएको एकपल्ट हेरौँ है त। ग्यालेरी, माई डकुमेन्ट्स, 2020। ओके, म 2077 मा पास भएको हैन। अनि फाइनल रोल नम्बर, तपाईँको फाइनल रोल नम्बर कति हो भन्ने त्यो हेर्नुपर्ने हुन्छ। एकछिन रोक्नु है त, म मेरो फाइनल रोल नम्बर हेर्छु। यसको लागि कहाँनिर छ भन्दाखेरि ओके, यो फाइनल रोल नम्बर भनेको तपाईँको 12 पास गर्दाखेरि जुन सिम्बल नम्बर थियो हैन, त्यो हाल्नुपर्ने हुन्छ। ओके, मेरो चाहिँ 22 70 50 58 रहेको छ। ओके, अनि यो चाहिँ तपाईँको सिजिपिए हाल्नुपर्ने हुन्छ। तपाईँको एग्रिगेटमा कति आएको छ त जिपिए, त्यो चाहिँ हाल्नुपर्ने हुन्छ हानि है त। यति हानिसकेपछि ओके, अब गार्जियन इन्फो भन्ने हुन्छ। गार्जियन इन्फोमा चाहिँ तपाईँहरूले आफ्नो प्यारेन्ट्स हैन तिनीहरूको इन्फर्मेसन दिनुपर्ने हुन्छ। सो अब सुरुमा चाहिँ फादरको नेम हान्नुहोस् हैन। अब सुरुमा तपाईँको फादरको नेम के छ त्यसमा त्यही हान्नु होला हैन, त्यही अनुसार। फादरको नेम भनेको मेरो चाहिँ कमल मणि चालिसे रहेको छ। ओके, यसपछि आफ्नो मदर आमाको नाम हान्नु होला। यसमा चाहिँ मेरो जे छ त्यही हान्नु होला हैन। ओके, यसपछि गार्जियन नेम आउँछ। गार्जियन नेम भनेको तपाईँको अब हेरचाह गर्ने हैन, कोसँग बस्नुहुन्छ उहाँको नम्बर हान्नु होला। यहाँ चाहिँ मेरो ज्ञानेश्वर अङ्कल हुनुहुन्छ, ज्ञानेश्वर चालिसे। स्पेलिङ चाहिँ करेक्ट हान्नु होला। ओके, यसपछि कन्ट्याक्ट नम्बर, गार्जियनको कन्ट्याक्ट नम्बर हान्नुपर्ने हुन्छ। 98565657। यति हानिसकेपछि तपाईँको अब डकुमेन्ट अपलोड आउँछ। अब सुरुमा तपाईँको ब्याङ्कको जुन डकुमेन्ट छ त्यो चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। यसको लागि चाहिँ रोक्नु, यहाँनिर क्लिक गर्नु। ओके, मेरो चाहिँ पिक्चरमा छ होला। पिक्चरमा गइसकेपछि अर्जुन, मैले चाहिँ एउटा फाइल बनाएर राखेको छु है, डकुमेन्ट अफ अफिसर अर्जुन ऊ यहाँनिर रहेछ। ओके, यसपछि सुरुमा हाम्रो के मागेको छ भन्दाखेरि तपाईँको यामिसी ब्याङ्क भाउचर मागेको छ। सो यसलाई चाहिँ अपलोड गर्नु होला। तपाईँको यो 200 KB भन्दा सानो हुनुपर्ने छ हैन, यो कुरा थाहा होला। सो अब यसपछि तपाईँको फोटो हाल्नुपर्ने हुन्छ। फोटोको लागि तपाईँले सिलेक्ट डकुमेन्ट टु अपलोडमा क्लिक गर्नुहोस्। ओके, फोटो चाहिँ मेरो यो हो, यो मेरै फोटो, सो मैले यो क्लिक गरेँ। यसपछि तपाईँको के छ भन्दा सिटिजनसिप फ्रन्ट साइड रहेको छ। यसमा सिटिजनसिपको फ्रन्ट साइड हाल्नुपर्ने हुन्छ। यसको लागि चाहिँ मेरो कता छ भन्दाखेरि एबिसी सिटिजनसिप कता हरायो, नागरिकता लेखेर रहेछु, सरी। अब फ्रन्ट हान्नु यता हैन, यो भनेको फ्रन्ट भयो। अब ब्याक साइड। ओके, ब्याक साइड भनेपछि नागरिकताको ब्याक साइड हाल्नु पर्यो हैन। ओके, नागरिकताको ब्याक भयो यो भने हैन।
ओके, यसपछि चाहिँ तपाईँको एकाडेमिक ट्रान्सक्रिप्ट आउँछ। यो भनेको तपाईँको 10+2 को जुन तपाईँले दिनुभयो त्यसको चाहिँ एकाडेमिक हाल्नु होला। अब त्यो चाहिँ तपाईँको यानिबीले इस्यु गरेको हुन्छ होइन, यानिबीले दिएको हुन्छ। ट्रान्सक्रिप्ट हाल्नु होला। मेरो ट्रान्सक्रिप्ट कता छ भन्दाखेरि मङ्गल खस टिटी भनेपछि अझै तल छ है ट्रान्सक्रिप्ट। ओके, यो ट्रान्सक्रिप्ट हालिसकेपछि अर्को तपाईँ के आउँछ भन्दा सिग्नेचर आउँछ। ओके, यसपछि सिग्नेचर भनेको चाहिँ तपाईँले मेरो यहाँनिर छ। ओके, सिग्नेचर हाल्नुपर्ने हुन्छ। यति गरिसकेपछि अब तपाईँको लेटर एप्रुभ बाई गभर्मेन्ट स्कुल इस्यु, यदि तपाईँले गभर्मेन्टको हो भने तपाईँको चाहिँ त्यो जुन फर्मेट दिएको थियो त्यो चाहिँ तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। ओके, फर्मेट मेरो फर्मेट कता छ भन्दाखेरि अब यसको लागि चाहिँ तपाईँले आफ्नो गभर्मेन्ट स्कुल पढ्नु भएको हो भने चाहिँ मात्र अपलोड गर्नुपर्ने हुन्छ। सो 6 to 10 पढेको एउटा चाहिन्छ। सो यहाँनिर रहेछ मेरो, यसलाई मैले ओपन गरेर अपलोड गरेँ। ओके, यसपछि चाहिँ खस आर्य इस्यु बाई रेस्पेक्टिभ अफिस भनेपछि खस आर्य तपाईँलाई जुन हो, जुन अफिस, जुन स्थानीय त जसले दिएको छ होइन प्रुफ, त्यो चाहिन्छ होइन। त्यसको लागि चाहिँ मेरो कहाँनिर छ भन्दाखेरि पिक्चर्स मेरो। ओके, अब त्यो खस आर्य भनेपछि रोक्नु। अब तपाईँ फिमेल हुनुहुन्छ, दलित हुनुहुन्छ, जे हुनुहुन्छ होइन, पिछडिएको अनि शहीद परिवारबाट जताबाट हुनुहुन्छ त्यो आफूले अपलोड गर्नु होला। मेरो यहाँनिर रहेछ, सो मैले यो अपलोड गरेँ। ओके, यसपछि चाहिँ यति गरिसकेपछि तपाईँको यहाँनिर तपाईँले चाहिँ यो कुरा आफूले भरेको सबै ट्रु छ होइन, करेक्ट छ त्यो भनेर एउटा टिक ल्याउनु पर्ने हुन्छ। त्यसको लागि तपाईँले कन्फर्म गरेर होइन हेरेर राम्रोसँग सबै भयो ल, ठिक छ। सेभ इन्फर्मेसन रेजिस्ट्रेसन एप्लिकेसन सेभ सक्सेसफुल्ली भनेर आयो। ओके, यसपछि पेज घुम्दैछ। ओके, यसपछि तपाईँको यहाँनिर एडिट र सबमिट भन्ने अप्सन आउँछ। यसपछि तपाईँको यहाँनिर अब यसमा चाहिँ तपाईँले कन्फर्म गर्नुपर्ने हुन्छ यो हाम्रो चाहिँ सेभ भएको छ होइन, सबमिट अझै भइसकेको छैन। यसको लागि अब तपाईँले हेर्नु पर्यो, सुरुमा नेसनलिटी हेर्नु पर्यो। ओके, ठिक छ, नेसनलिटी नेप्लिज भयो। यसपछि भौचर नम्बर हेर्नु पर्यो होइन, भौचर नम्बर भनेको चाहिँ मेरो ठिक छ 4 भौचर नम्बर। ओके, एकछिन है। ओके, भौचर नम्बर ठिक छ होइन। अनि पछाडि अर्जुन 40 भयो, मेल भयो, 2003 12/8 8 महिना 22 भयो, एमबिबिएस भयो, कन्ट्याक्ट नम्बर भइहाल्यो होइन। अनि इमेल भयो, यसपछि क्याटेगोरी भयो, आइडेन्टिफिकेसन टाइप भयो होइन, सिटिजन भयो होइन। आइडेन्टिफिकेसन नम्बर भनेको यो ठिक छ होइन, 03229। त्यही पनि एकपल्ट कन्फर्म गर्दै जानु है। यो चाहिँ यसपछि सबमिट गरेपछि तपाईँले एडिट गर्ने भन्ने अप्सन हुन्न होइन। सो ओके, 41017703। ओके, मेरो ठिक छ। यसपछि स्कुल टाइप हान्नु भयो होइन, गभर्मेन्ट प्राइभेट भएकोले प्राइभेट हान्नु होला। ओके, एड्रेसको लागि डिस्ट्रिक्ट गुल्मी लोकल लेभल आयो, वार्ड नम्बर नै ठिक छ। यो कन्फर्म गर्नु होला है एकपल्ट। अनि एडिट गर्नु छ भने यहीँ गर्ने हो, पछि पाइँदैन। ओके, +2 अर इक्विभ्यालेन्ट भने भयो होइन। अब यो हानिसकेपछि अर्को भनेको चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि गार्जेन इन्फो भन्ने भयो होइन, गार्बो इन्फो यहाँनिर 70/7050 भयो। डकुमेन्ट्स पनि यता भयो होइन, डकुमेन्ट्स पछाडि छ। अनि गार्जेन इन्फो भयो, कन्ट्याक्ट नम्बर कुरो भयो होइन। ओके, अब यता डकुमेन्ट कन्फर्म गरौँ है त। मेरो योर इन्फर्मेसन स्टिल क्लिक गर्छन् इज सबमिट भयो। ब्याङ्क भाउचर भयो होइन, हजुरको फोटो भयो होइन। अनि पछाडि सिटिजनसिप भयो होइन, गभर्मेन्ट स्कुल भयो, ट्रान्सक्रिप्ट। ओके, ट्रान्सक्रिप्ट यहाँसम्म ठिक छ होइन मेरो। न अब चाहिँ तपाईँहरूले के गर्नुपर्ने हुन्छ भन्दा ल मेरो यो सबै ठिक छ होइन,
यो चाहिँ अब मैले यहाँनिर सबमिट भन्ने अप्सन हुन्छ, यसमा चाहिँ क्लिक गरेपछि तपाईँको सबमिट हुन्छ। यदि एडिट गर्न मन छ भने तपाईँहरूले केही बिग्रे जस्तो लाग्छ भने एडिटमा राख्नु होला। ओके, यहाँनिर चाहिँ तपाईँले अब चाहिँ सबमिटमा क्लिक गर्नुपर्ने हुन्छ। आर यु स्योर वान्ट्स टु सबमिट योर इन्फो एज इट इज, यस सबमिट एप्लिकेसन। ओके, रेजिस्ट्रेसन एप्लिकेसन सबमिटेड सक्सेसफुल्ली भनेर आयो। ओके, यसपछि पेज रिलोड भयो होइन। ओके, यसपछि तपाईँको यहाँनिर जुन कन्फर्म पेज थियो त्यो देखाउने भयो होइन, अघिकै जस्तै। जेनेरल अपरेसन, अब डकुमेन्ट अपलोड भइहाल्यो होइन। यु क्यान डाउनलोड, अब तपाईँले डाउनलोडको मात्र गर्न सक्नुहुन्छ। ओके, तपाईँले एडिट चाहिँ गर्न सक्नुहुन्न होइन। यति गरिसकेपछि म डाउनलोड गरेर राख्छु। ओके, के भयो? ओके, यो चाहिँ तपाईँले डाउनलोड गरेर राख्नु होला। दिस पिसी निट। ओके, सर्टिफिकेसन यही भयो होइन। ल, ओके, मैले सेभ गरेँ। यो कन्फर्मेसन पेज भयो, अनलाइन एप्लिकेसन, इमेलको कुरा आयो, तपाईँको नागरिकता आइडेन्टिटी क्याटेगोरी भयो, प्रोग्राम नेम्बर भयो, ज्ञानेश्वर चालिसे गर्जियन भयो होइन, म्युनिसिपालिटीको कुराहरू भयो होइन। ओके, ल ठिक छ। ओके, तपाईँहरूलाई यो कस्तो लाग्यो? यदि कुनै केही डाउट छ, केही बुझ्नुपर्ने छ भने हाम्रो जिमेल लेट्स क्र्याक CEEUG मा डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुनेछ। र यदि तपाईँहरूले हाम्रो यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया तल सब्सक्राइब बटनमा क्लिक गरेर सब्सक्राइब गर्न नभुल्नुहोला। ओके, थ्याङ्क यू, कनेक्टेड विथ अस, स्टे ट्युन, बाई बाई, सी यू, अल द बेस्ट।